नमस्कार दर्शकवृन्द, म हिरालाल चौधरी। आज हामी विशेष संवाद कार्यक्रममा छौँ र आजका अतिथि मध्य प्रदेश अन्तर्गत वन तथा वातावरण मन्त्रालयका मन्त्री त्रिभुवन शाहजी हुनुहुन्छ। आज हामीले वन तथा वातावरणमा मन्त्रालय मार्फत भइरहेका गतिविधिलाई केन्द्रित गरेर कुराकानी गर्दैछौँ। स्वागत छ मन्त्रीजी यहाँलाई कार्यक्रममा। धन्यवाद हिरालालजी। मन्त्रीज्यू, यस आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयले कतिको बजेट चाहिँ छुट्याएको छ र त्यसमा चाहिँ प्रमुखता साथ के कामलाई अगाडि बढाइएको छ? हाम्रो सम्पूर्ण बजेट यो वर्ष 2 अरब 42 करोड हो। अब चान्चुन छ अलिकति होला र त्यसमध्ये 57 करोड सङ्घको योजनामा गयो। बाद बाँकी जति बाँच्यो त्यसबाट हामीले राम्रै कामहरू गरेछु र म आउँदाखेरि जतिखेर मैले मन्त्री बन्नुभन्दा अगाडि नै हाम्रो कर्मचारी मित्रहरूले बजेट चाहिँ बनाइसक्नु नै भएको थियो। तर पनि मैले आउँदा जुन दिन मैले मन्त्री बने त्यसकै भोलिपल्टबाट बजेटिङ सुरु थियो। त्यसमा अलिकति मैले मात्रै थपथुप गर्न पाएँ, धेरै त्यसरी थप्न पाइएन। जस्तै कस्ता खालका कार्यक्रमहरूले चाहिँ यहाँले चाहिँ अब मैले आउने बित्तिकै सबभन्दा पहिला 136वटा गाउँपालिका नगरपालिकामा एउटा नर्सरी राख्न लगाएँ, त्यसमा थप्न लगाएँ है। अनि अरू 1 करोड वृक्षारोपणको लागि पनि बजेट मैले छुट्याउन लगाएँ। त्यसमा बजेट नपुगेर अलिकति घटी बेसी भएको छ। त्यो अहिले अब फेरि यो वर्ष थपेर जसरी पनि हामी लक्ष्य पुरा गर्ने नै छौँ। र केही गुरु योजनाहरू पनि राखेछु, जस्तै कि एउटा पर्सामा माटो पार्क छ, अर्को सिराहाको लाहानमा फुलबारी मेलामा एउटा बाबा साहब अम्बेडकर पार्क छ, अर्को यहाँ 1 करोड रुपियाँको त्यो थियो जनकपुरमा वातावरण मैत्रिक पार्क त्रिहुतिया गाछीमा, त्यहाँ ठाउँको अभावले गर्दा त्यो सायद हुँदैन होला यो पालि, किनकि हतारमा ठाउँ अकिन गर्न सकिएन। हामी यो योजनाहरू पहिला ठाउँ अकिन गरेर राख्दा राम्रो हुन्छ मेरो सोचाइमा है। अब हतार थियो, त्यतिखेर त हामीसँग त समयको एकदमै अभाव थियो। मन्त्री बनेको भोलिपल्ट त 2 दिन त मलाई त्यो भेटघाटमै गइगयो साथीभाइ इष्टमित्रहरूसँग। अब जम्मा टाइम बच्यो 2 दिन। 2 दिनमा जे जति थप्न सक्यो थपेँ। अनि अरू त के छ र, अब प्रत्येक जिल्लामा 2वटा 3वटा ठाउँ अकिन गरेर भल छोप्ने पोखरी, रिचार्ज पोखरीहरूमा बेसी हाम्रो इन्ट्रेस्ट छ। किनकि वनजन्तुहरूलाई पनि पानीको अभाव हुन्छ, सुक्खा मौसममा पानी नखाएर उनीहरू भौतारिन्छ, गाउँतिर पस्छ, अनि मानव क्षति पनि हुन्छ, वनजन्तुको पनि क्षति हुन्छ, मानवहरूले पनि तिनीहरूलाई पनि मारिदिन्छ। त्यस कारणले हामीले चाहिँ प्रत्येक जिल्लामा जग्गा राम्रो अकिन गरेर पोखरी खन्ने सुरु गरिसकेछु, खन्न पनि भ्याइसके एउटा। अनि भल छोप्ने पोखरीहरू पनि, किनकि अब वाटर लेभल पनि एकदम तल गइरहेछ, पानी बर्सातको मौसममा सबै बगेर खेर जान्छ। जस्तै यो वाटर लेभल डाउनको कुरा गर्नुभयो, यो किन भइरहेको छ? यो अब यो सबै किन भइरहेछ भने कि मानव जातिको लागि र यो भनौँ न जीव जन्तु सबै, मानव मात्रै होइन जीव जन्तु सबै जे जति छ नि, सबै जीव जन्तुको लागि के छ भने कि सबभन्दा बहुमूल्य चिज भनेको नै अहिले चाहिँ त्यो वातावरण, पानी, हावा हो है। यसको मुख्य कारण के छ भने हामी यो बोट बिरुवा एकदम अति आवश्यक छ। जस्तै मैले जाने अनुसार 1 जना मान्छे बराबर 6वटा बोट बिरुवा चाहियो, रुखहरू। त्यसमा अहिले 1-2टा पनि पुगिरहेको छैन। मान्छे लगाउनतिर गइरहेको छैन, मास्नतिर मात्रै लागिरहेछ। त्यो पनि एउटा जनचेतनाको कमी हो। दोस्रो कुरा हेर्नुहोस् के हुन्छ भने वाटर लेभल तल जानुको कारण के छ भने कि बोट बिरुवा छैन, रिचार्ज पोखरी, त्यसैको लागि त मैले भनेको भल छोप्ने पोखरीहरू हुँदाखेरि के हुन्छ भने तपाईँको पानी त्यो बर्सातको मौसममा त्यहाँ जम्मा भएर बस्छ। अनि अहिले सुक्खा मौसममा त्यसले के गर्छ भने वाटर लेभललाई माथि ल्याउँछ, किनकि त्यहाँ त पानी जमेको हुन्छ। त्यस कारणले चाहिँ त हामी यो पालि एकदम पुरै जोड तोडको साथले
भल छोप्ने पोखरी रिचार्ज पोखरीको लागि पनि बजेट छुट्याएको छु। अनि एउटा टी-स्पिड जो कि अहिले नेपालमा कहीँ पनि छैन। जस्तै अब कहीँ कतै एउटा सानो बाटो बनाउनु छ, 2-4वटा रुख 10वटा 50वटा रुख पर्यो बाटोमा, अब त्यो रुख काट्नुभन्दा मैले के सोचेँ भने यसलाई अन्त सार्दा राम्रो हुन्थ्यो कि सचिवज्यूसँग हामी सल्लाह गर्दाखेरि सचिवज्यूले पनि के भन्नु भने यो एकदम साह्रै राम्रो सोच हो मन्त्रीज्यू तपाईँको, यति छिटो तपाईँले यति राम्रो सोच ल्याउनु भयो, ल यो हालौँ छिटो गरौँ, यो त हाल्नुपर्छ। अनि त्यसको लागि पनि मैले 1 करोड रुपियाँ छुट्याएको छु, किनकि मलाई साह्रै माया लाग्छ कि मैले पनि किसानको छोरा, जस्तै कि आफ्नो बालबच्चालाई मान्छेले जसरी पालेर हुर्काएर ठुलो बनाउँछ नि, बोट बिरुवालाई पनि त्यसरी नै हुर्काउनुपर्छ। त्यसलाई पनि तपाईँले माया गर्नु भएन भने, समयमा पानी मलखाद हाल्नु भएन भने त्यो पनि मरेर जान्छ। जस्तै मन्त्रीज्यू अहिले भर्खर तपाईँले के भन्नुभयो भने अब म आउँदाखेरि बजेट बनिसकेको थियो, यदि तपाईँ बजेट बनाउने बेलामा भएको भए वन तथा वातावरण मन्त्रालयको कसरी बजेटिङ गर्नुहुन्थ्यो र त्यसलाई कसरी परिचालन गर्नुहुन्थ्यो? सबभन्दा पहिला यो ठाउँ-ठाउँमा प्रत्येक जिल्लामा भएभरको जति पनि खाली ठाउँ छ नि, जङ्गल एरियामा, वन जङ्गल एरियामा सबैमा मेरो एउटा रिचार्ज पोखरी खनिदिने, किन त्यो एकदम उपयुक्त हुन्छ। अरू जुन हामीले यता गाउँ देहाततिर मतलब बिरुवा लगाउँछु नि, अब अहिले यति नै मान्छेहरूको चाहिँ त्यो व्यवहार भनौँ न, अब त्यो सोच जनचेतनाको कमी छ कि उनीहरूले के गरिदिन्छ भने अब हेर्नुहोस् उसकै घर अगाडि हामीले टी गार्ड राखेर बोट बिरुवा लगाइदिन्छु। त्यस कारणले मैले बजेट बनाएको भए म सबभन्दा पहिला जुन डढेलो लाग्छ नि, आगो लागेर चाहिँ त्यो वन जङ्गल नै सखाप हुन्छ, सानो सानो बोट बिरुवाहरू मर्छ। अनि त्यसको लागि पनि अति आवश्यक छ त्यो दमकल। अरू दमकल फेरि ठुल्ठुलो दमकल लिएर पनि हुँदैन, किनकि ठुल्ठुलो दमकलहरू त जङ्गलमा त छिर्दैन, बोट बिरुवालाई छेकिहाल्छ। त्यस कारणले सानो सानो जो ट्र्याक्टरमा जडान गरेको हुन्छ नि ट्याङ्की, त्यो चाहिन्छ। प्रत्येक जिल्लामा 2-4वटा एकदम अति आवश्यक छ। त्यो पनि अहिलेसम्म त्यो पहिलाको सरकारहरूको उता ध्यान गएन कि के भयो थियो, उहाँहरूले गर्नु भएन। तर यो पालि मैले त्यसमा पनि अलिकति बजेट छुट्याएको छु। जस्तै यो आगलागीको कुरा गर्नुभयो, यो वर्षेनी चाहिँ हाम्रो मध्य प्रदेशमा यो मानवबाट पनि सृजित र प्राकृतिकबाट पनि सृजितले गर्दाखेरि वर्षेनी चाहिँ वन डढेलो भइरहेको छ। अब यसले चाहिँ साँच्चीकै रूपमा यो दीर्घकालीन रूपमा समस्या समाधान गर्न के गर्ने योजनामा छ मन्त्रालय? त्यसको लागि यो पालि मैले कर्मचारी पनि थप्न लगाएको छु डढेलो नियन्त्रणको लागि। त्यो कर्मचारी पनि त्यो करारमा, त्यसको लागि पनि अलिअलि बजेट छुट्याएको छु। त्यो कर्मचारी थपेर के गर्छ त्यो कर्मचारीले? अब त्यो सरसफाइ, जस्तै कि अब त्यो पातहरू एकै ठाउँमा थुप्रिन्छ, त्यसमा कसैले सलाई कोर्देला, आगो लगाइदिने, त्यस्ताहरूलाई निगरानी गर्ने, कतै आगो लाग्यो भने तुरन्तै त्यसलाई नियन्त्रणतिर गर्ने। त्यो जिल्लाहरू, प्रत्येक जिल्लाहरू मैले अहिले अब थप्न लगाएको छु। गौरवको योजनामा चाहिँ धेरै बढीभन्दा बढी वृक्ष रोप्ने गर्ने योजना तपाईँले थप्नु भएको छ यो चोटिको बजेटमा। यद्यपि वर्षेनी त अब बिरुवा त तपाईँको मन्त्रालय मातहतका निकायहरूले त वर्षेनी उत्पादन गरेर वृक्षारोपण गरिरहेको छ। यद्यपि जुन रूपमा सरकारको जुन लगानी छ त्यो अनुसारको प्रतिफल चाहिँ देखिएको छैन नि मन्त्रीज्यू। अब विगतमा कसले के गर्यो त्यो चाहिँ मलाई थाहा छैन, मैले भन्दैन पनि। तर अहिले चाहिँ जे पनि ठिकै भइरहेछ जस्तो लागिरहेछ मलाई। अहिले म पुरै आफै पनि खट्छु, आफै पनि जान्छु ठाउँ-ठाउँमा, आफै पनि अनुगमन गर्छु र पुरै निगरानीमा अहिले बोट बिरुवा लगाउनुभन्दा त्यसलाई संरक्षणको मतलब संरक्षणमा पनि मैले बजेट राखेको छु। के गर्नुहुन्छ त्यो संरक्षणको लागि? कस्तो खालको? टी गार्ड सहितको जहाँ पनि बिरुवा रोप्दाखेरि टी गार्ड अनिवार्य चाहिन्छ। फलामको होस्, नभए फलाम चोरेर लान्छ भने काठकै उसको लगाउने, बाँसको लगाउने। अनि त्यसमा चाहिँ त्यो के अरे कर्मचारी पनि खटाउने, हेरालु जो सुकै पनि कि त नराख्ने, राख्यो भने तलब खान्छ भने उसलाई यति एरिया तपाईँको भागमा पर्यो, यसलाई जसरी पनि हुर्काउनु पर्यो, हेर्नु पर्यो भनेर मैले कडा निर्देशन दिएछु। अनि हेरालु पनि योपालि मैले नयाँ पनि भर्ना गरेछु, पहिलादेखि पनि छँदै थियो, अहिले पनि थपेको छु। किनकि बिरुवा लगाउनुभन्दा बढी त्यसको संरक्षणमा ध्यान दिनुपर्छ। तपाईँको 100वटा बिरुवा लगाउनुहुन्छ नि, अहिले मेरो सोचाइमा पहिला मैले हेरेछु 10वटा पनि बाँचेको छैन, 90वटा मरेर जान्छ। तर मेरो सोचमा के छ भने कि 100वटा लगायो भने 10वटा मरेर जाओस्,
90वटा चाहिँ बाँच्नु पर्यो। त कसरी बाँच्नु पर्यो, के गरी बाँच्नु पर्यो त्यतातिर ध्यान दिनु पर्यो। मेरो मेन सोचाइ त्यहाँ छ। किनकि त्यो बाँचेन भने त्यसको त केही अर्थै भएन। बलुवामा पानी खन्या जस्तो भइगयो, बेकारको बजेट पनि गयो मध्य प्रदेश सरकारको, प्रत्येक वर्ष गा जस्तै काम पनि भएन। त्यस कारणले चाहिँ मैले यो पालि बरु 100वटा सक्नुहुन्न भने तपाईँ 50वटै बिरुवा लगाउनुहोस्, तर 50वटाको 50वटा सकभर बचाउनुहोस्। होइन भने 5, 2, 4वटा 5वटा मरेर गए पनि 40, 50, 45वटा चाहिँ बाँच्नु पर्यो भनेर मैले सबैलाई भनेछु। कि त लगाउँदै नलागाउनुहोस्, लगायो भने बाँच्नु पर्यो। जस्तै यहाँले अनुगमन र डिरेक्सन पनि म आफै गरिरहेको छु भनिरहेको बेलामा चाहिँ यो वन क्षेत्र जुन अतिक्रमण भइरहेको छ त्यसलाई वन संरक्षण, सम्वर्धन र यो वातावरण मैत्री बनाउनको लागि के कस्ता खालका कामहरू अगाडि बढाउनु भएको छ मन्त्रीज्यू? अहिले धेरै ठाउँमा मैले सानो सानो त्यो वातावरण मैत्री पार्कहरू, जस्तै कि अब एकदम घेरा बेडाको साथ त्यसमा एकदम बोट बिरुवाहरू लगाइदिने, मान्छेलाई बस्न लगाइदिने, घाँसहरू लगाइदिने, चाइनिज घाँसहरू भन्ने हिसाबले मैले 2-4 ठाउँमा राम्रै ठाउँमा राखेछु। त्यसको लागि पनि अहिले पहल भइरहेछ, किनकि त्यो पनि राम्रै काम हो। अरू जस्तै यो वन क्षेत्रमा पनि कतिपय वन क्षेत्रहरूमा पनि अब यो चाहिँ धार्मिक स्थलहरू पनि छन्, त्यसलाई चाहिँ कसरी संरक्षण र सम्वर्धन गर्दै हुनुहुन्छ? त्यसमा पनि पैसा अलिकति, जस्तै कि कमलदह छ हाम्रो सिराहाको, त्यसमा पनि पैसा अलिकति मैले राखेछु। त्यसलाई पनि सरसफाइ गर्ने, त्यसलाई पनि एकदम सुन्दर कसरी बन्छ, राम्रो कसरी हुन्छ त्यतातिर पनि मेरो ध्यान आकर्षित भएछ। त्यसमा पनि बजेट राखेछु, त्यसलाई पनि योपालि काम गराउँछु। उता अर्को हिल पार्कमा पनि छ, अलिकति उत्तरहिनी भन्ने ठाउँमा पनि छ, राखेछु ठाउँ ठाउँ हेरी। अब हतार थियो, बाहिरको पनि राख्न पाइएन, किनकि बाहिर कहाँ के छ थाहा पनि थिएन, कुनै साथीहरूले भन्न पनि आएन। अर्को प्रसङ्गमा जाउँ। यो मध्य प्रदेश अन्तर्गत रहेका 8वटा जिल्लामा चाहिँ अब कुनै न कुनै रूपमा चाहिँ वन क्षेत्र ओगटेकै छ। अब त्यो वन क्षेत्रभित्र रहेका सुक्खा काठ र काटिसकेको जुन डम्पिङ गरेर राखेको छ त्यो पनि बिक्री वितरण भइरहेको छैन। त्यो कानुनी अडचनले हो या के कारणले हो, किन भइरहेको छ? यो जुन रूपमा राज्यलाई जुन राजस्व उठ्नुपर्ने त्यो पनि भइरहेको छैन। कसरी लिनुभएको छ यो विषयलाई चाहिँ मन्त्रीज्यू? म मन्त्री भएदेखि पहिला भन्दा त अहिले धेरै काठ उठाइसके, करोडौँ काठ मैले योपालि चाहिँ त्यो लिलाम डाक गराइसकेको छु। त्यसमा पनि त्यो कानुनी अडचनहरू थुप्रै थियो, जस्तै कि अब रेटै नमिल्ने, मिलभन्दा पनि महँगो रेट राखेको थियो। त्यो कानुनी अडचन भनौँ, त्यसलाई कानुनी अडचन नै भन्नु पर्यो। अब रेटै, अब त्यो व्यापारीहरूलाई फाइदै हुँदैन भने त्यसले काठ कसरी दिन्छ तपाईँ आफै सोच्नुहोस् त। त्यस कारण योपालि मैले के गरेछु भने सचिवजीहरूसँग डाइरेक्टर साहबहरू बसेर एउटा समिति बनाएको छु। त्यो काठ त तपाईँलाई हाइवेतिर हेर्नुभयो होला, करोडौँ काठ कुहेर गइसक्यो, माटो भइसक्यो, बिक्री वितरण भएन। त्यसलाई योपालि मैले के भन्छु भने ल एकचोटि डाक निलाम निकाल्ने, उठेन भने दोहोऱ्याएर निकाल्ने, तेस्रो पल्ट निकाल्ने, त्यसपछि सिधै दर रेट घटाउने। दर रेट घटाएर कतिमा उठ्छ जसरी पनि उठाउने। मैले सबलाई एकदम पुरै कडा निर्देशन दिएछु। यो 2-4 महिना पछि मलाई एउटा पनि काठ हाइवेतिर मेरो आँखाले नदेखोस्। जसरी पनि जुन रेटले जसरी पनि हुन्छ जनतामा बाँट्ने, बरु प्रत्येक जिल्लामा एउटा नभए पनि 2-2 मिलहरू आफ्नो सरकारी मिल प्रदेश सरकारतिरबाट राख्ने र जनतालाई आपूर्तिको पनि कर्मचारीहरू मैले नयाँ आफ्नो राखेको छु। उनीहरूलाई पनि एकदम कडा निर्देशन दिएछु कि तपाईँहरू पनि हेर्नुहोस्, डेफो साहबहरूले के गर्दै हुनुहुन्छ, काठ वितरण गर्नुहुन्छ वा गर्नुहुन्न, सबै काठ वितरण गर्नुहोस् र सकाउनुहोस्। किनकि कुहेर जानुभन्दा जति उठ्छ आखिर त्यो राजस्व त्यति त फाइदै हो नि त। त्यो माटो बनाएर त फाइदा त छैन। बरु 100 रुपियाँको चिज 25 रुपियाँमा बेच्नुहोस्, तर बेच्नुहोस्। किनकि त्यो पनि त आखिर जनतामै जान्छ नि, विदेश ताई पठाएको छैन। हामी त्यसमा कमिसन खाए, दलाली गरे भन्ने त विदेश पठाएको छैन। आखिर सस्तैमा दिए पनि आखिर यही देशको जनतालाई दिए नि त। सधैँ यो वन मन्त्रालयबाट भइरहेको
नियमित प्रक्रिया चलि नै रहेको छ। यद्यपि पछिल्लो कालमा या तपाईँ मन्त्री भइसकेपछि मन्त्री स्तरबाट त्यस्ता खालका अलिकति नौलो खालका र देखिने खालका कस्ता खालका केही निर्णयहरू गर्नुभएको छ र त्यसमै मैले थपेँ र सङ्घीय सरकारबाट पनि तपाईँलाई कतिको सहयोग भएको छ भन्ने छ छैन भन्ने के कारणले भएको छैन? सङ्घीय सरकारबाट पनि अहिले राम्रै सहयोग भएको छ। जस्तै कि अस्ति पनि त्यो हिमालयन होटलमा हाम्रो 7वटा प्रदेशको मन्त्री सचिवज्यूहरूको मिटिङ थियो, त्यसमा पनि हाम्रो सरसल्लाह राम्रै भएको छ। यो वनलाई कसरी जोगाउने, तपाईको वनलाई कसरी बढाउने, कसरी हरियाली बढ्छ, वन जङ्गल कसरी जोगिन्छ, त्यो कुराहरूमा राम्रै सल्लाह भएको छ। उहाँले पनि जस्तै एउटा सागरनाथको पनि कुरा आएको थियो, हाम्रो सागरनाथ जङ्गल छ नि सर्लाहीमा, त्यसको पनि विषयमा कुरा उठेको थियो। मैले जोरदार आवाज उठाएँ कि त्यसमा पनि अहिले मुद्दा चलिरहेछ। अनि मैले के भने हेर्नुहोस् मन्त्रीज्यू, यो सागरनाथ सङ्घ सरकारले आफ्नो माथामा राखेछ, अनि कि त सम्पूर्ण तपाईँहरू आफ्नो माथामा राख्नु भएको छ भने त्यसलाई राम्रोसँग सञ्चालन गर्नु पर्यो। त्यहाँको कर्मचारीहरूले पनि तलब भत्ता टाइममा पाउनु पर्यो। होइन भने त अब उनीहरूले त्यही जङ्गलको काठ काट्दै बेच्दै अनि तलब भत्ता खान्छ, उनीहरू पनि भोकै त मर्ने त कुरा भएन। कि त यो तपाईँहरू चाहिँ चलाउन सक्नुहुन्न, मतलब संरक्षण गर्न सक्नुहुन्न भने प्रदेश सरकारले जिम्मा दिनुहोस्। होइन, यो प्रदेश अन्तर्गत परेको कारणले गर्दाखेरि यो त प्रदेशको माथामा हुनुपर्ने होइन र? कसरी यो भएको छ? होइन, पहिलेदेखि सङ्घकै उसमा छ, अनि त्यसमा अहिले हामीले मुद्दा चलिरहेछ। अब त्यसमा पनि मैले जोरदार नै आवाज उठाएको छु, त्यसमा पहल पनि भइरहेछ। हाम्रो मन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ कि ठिक छ, यो कुरा पछि हामी गरौँला, यसलाई पनि टुङ्ग्याउनु पर्छ भन्ने उहाँको पनि सोच छ, हाम्रो पनि सोच छ कि त प्रदेश सरकारलाई जिम्मा दिनु पर्यो कि त आफैले लिएर राम्ररी सञ्चालन गर्नु पर्यो। मन्त्री स्तरबाटै पनि कुराकानी भएको छ र विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो। अब मलाई भनिदिनुहोस्, यो मध्य प्रदेश अन्तर्गत रहेका वन क्षेत्रलाई संरक्षण गर्न, सम्वर्धन गर्न र वन क्षेत्रमा रहेका वन्यजन्तु लगायत वनस्पतिहरूलाई जगेर्ना गर्नको लागि कस्तो खालको कार्यक्रमहरू अगाडि बढायो भने साँच्चीकै यसलाई चाहिँ संरक्षण गर्न सकिएला? तारबार सहितको अब घेरबेर गर्नु पर्यो, किनकि त्यो वनजन्तु पनि बाहिर निस्किन पाउँदैन। तारबारले घेर्यो भने धेरै चान्स हुँदैन यता बाहिरतिर निस्किने। मान्छेहरू पनि त्यहाँ त्यत्तिकै सहजै जताबाट मन लाग्यो त्यताबाट पस्दैन। र तपाईँहरूले घटना पनि सुन्नुभयो होला, त्यो मान्छेहरू भित्र छिर्दिन्छ, पस्दिन्छ दाउरा काट्नको लागि, घाँस काट्नको लागि। त्यहाँ बाघ भालुहरूले पनि कतिचोटि आक्रमण गरेकै छ, हात्तीहरूले मारेकै छ मान्छे। त्यस कारणले त्यसको त्यो घेरबेरको अति आवश्यक छ। जस्तै यो मध्य प्रदेशको कुरा गर्ने हुँदाखेरि अब यो मानव र जन्तु बिच द्वन्द्व जुन हुन्छ नि, जुन सृजना भइरहेको छ, कस्तो खालको जन्तुहरूसँग चाहिँ भन्दा बढी चाहिँ उनीहरूको द्वन्द्व सृजना भइरहेको छ यो मध्य प्रदेशको कुरा गर्ने हुँदाखेरि? हात्तीहरू आएर गाउँ पस्दिन्छ, घर भत्काइदिन्छ, मान्छे मार्छ, त्यहाँ फायरिङ गर्न नमिल्ने, गोली चलाउँदा पनि गोलीको हिसाब दिनुपर्ने, त्यो बडा ऊ छ विडम्बना। अब सप्तरीमा तपाईँको त रौतहटतिर, बारातिर अलिक बढी छ, सर्लाहीमा। अनि त्यसको कानुनको फुकाउको विषयमा केही कुरा? त्यसको विषयमा पनि कुराहरू भइरहेछ, तर पहिलेदेखि कानुनहरू धेरै बाझेको छ क्या यहाँ। त्यस कारणले चाहिँ अप्ठ्यारै भइरहेछ, काम गर्न सहज त छैन। तर पनि हामीले कसरी सहजता हुन्छ त्यतातिर लागेको छु। जस्तै मन्त्रीज्यू, अब यो प्रत्येक वर्ष अब क्लाइमेट चेन्ज भनौँ न, जलवायु परिवर्तन भइरहेको छ। त्यसले गर्दाखेरि माथिल्लो तटीय र तल्लो तटीयको क्षेत्रको सन्तुलन नहुँदाखेरि डुबान क्षेत्र मुछान पनि भइरहेको छैन। के समस्याले गर्दाखेरि यो यसरी चाहिँ अब यो विशेषतः मध्य प्रदेशमा चाहिँ यो यस्तो क्षति भइरहेको छ दिन प्रतिदिन? यसलाई चाहिँ संरक्षण गर्नुपर्ने दायित्व पनि मन्त्रालयभित्र पनि पर्छ। यसको विषयमा के भन्नुहुन्छ यहाँले? छ त्यसको लागि पनि हामीले अलिअलि बजेट छुट्याएको छु। जस्तै नदी नियन्त्रणहरू गरिरहेको छु त, नदी नियन्त्रणको कामहरू पनि भइरहेछ, सिँचाइबाट पनि भइरहेछ। हाम्रो भू तथा जलाधार
अफिस छ मध्य प्रदेशमा। जस्तै पहिला 2टा थियो, अहिले मैले 2टा थपेर 4वटा बनाएको छु। त्यसमा पनि कामहरू भइरहेछ। के छ जस्तै अब यो 8वटा जिल्लाको कुरा गर्ने हुँदाखेरि हाम्रा प्रदेश अन्तर्गतमा विभिन्न खालका सामुदायिक वनहरू पनि नामाकरण गरिएको छ र जिम्मेवारी पनि उत्तिकै दिएको छ। यद्यपि कुनै कुनै बेला या बेला बखतमा चाहिँ अब सामुदायिक वन क्षेत्रभित्र रहेका समितिहरूले नै चाहिँ वन फरानी गर्यो, वन अतिक्रमण गर्यो, चोरी पैठारी गर्यो भनेर सुनिरहेको छ। यो विषयमा चाहिँ मन्त्रालयले चाहिँ कसरी सोचिएको छ? हामीलाई खबर भएपछि हामीले डेपो साहबहरूलाई मैले एकदम तुरन्तै निर्देशन दिन्छु कि ल त्यहाँ के भएछ। जस्तै अस्ति त्यो एउटा सिराहा जिल्लाकै कुरा गरौँ न, भेडिया भन्ने ठाउँमा काठदौरा समुदाय वनबाटै काठदौरा काटेर मिलमा कता लगेको थियो अरे सुन्नमा आएछ। अब त्यसमा पनि मान्छेहरूलाई पक्रेर अहिले मुद्दा चलाउँदैछ, त्यसमा पनि कानुन कारबाही त गरेकै छ। अनि के भन्नु, अब त्यसमा अब राजनीतिक प्रेसर यति हुन्छ कि काम गर्नै गाह्रो। अनि राजनीतिक प्रेसर हुने बित्तिकै शाखा पारिदिने कुरा त भएन। तर पनि अस्ति जस्तै त्यसमा डढेरो पनि लागेको थियो। अब मान्छे उसको त्यहाँको मान्छेहरूको भनाइ के छ भने कि आफ्नो खेतमा उखुबारीमा हामी आगो लगाउँदाखेरि त्यहीँबाट सल्केर त्यहाँ पनि लाग्यो। समुदाय वनमा पनि आगो लागेर त्यहाँ पनि क्षति त निकै नै भएछ। त्यसमा पनि अहिले हामीले वास्तविकता मान्छेलाई छानबिन गरेर त्यो मुद्दा चलाउनेतिर लागेकै छु। अब वास्तविक दोषी के छ, त्यहाँ कसरी घटना घट्यो, वास्तविक उसले आफ्नै खेतमा उखुबारीमा आगो लगाएको थियो कि जानी जानी त्यसैमा लगाइदियो कि त्यो त अब छानबिनको विषय हो नि त। त्यत्तिकै अब कसैलाई दोष लगाउनुभन्दा पहिला मेरो विचारमा के छ भने कि बरु 2-4 जना अपराधी छुटोस् तर निर्दोष चाहिँ नपरोस् है, किनकि त्यो साह्रै नराम्रो हुन्छ कि निर्दोषलाई। कतिपय कर्मचारीको पनि मिलोमतो हुन्छ कि त्यसमा आगो लगाउनमा त के मिलोमतो हुनु र। अरू काठदौरा चाहिँ अब काटकुट गर्नमा हुन सक्छ। त्यस कारणले यहाँ हेर्नुहोस्, पहिलादेखि मैले एउटा कुरा थपेँ, यो 7 वर्षमा कहिले नै भएको कामहरू हामीले नयाँ नयाँ कामहरू गरेछौँ यहाँ। जस्तै कि अहिलेसम्म कर्मचारीको सरुवा भएको थिएन। 7 वर्षदेखि मैले आएर सरुवा गरेँ, किनकि उनीहरूलाई अब एकै ठाउँमा अड्डा जमाएर बसे थियो। आफ्नो हाकिमलाई पनि नटेर्ने, यहाँ डेफोलाई मात्रै सरुवा हुने। अनि अधिकृतहरूलाई, रेन्जरहरूलाई, फोरेस्टरहरूलाई, वनरक्षकहरूलाई, जस्तै कि अहिले वनरक्षक अनि सशस्त्र वनरक्षक र वनरक्षकहरूलाई 25 वर्ष, 30 वर्ष, 20 वर्षदेखि सरुवा भएको छैन। एकै ठाउँमा छन्। एकै ठाउँमा छन्। अब गस्ती निस्किन्छ यता अनि तुरन्तै अहिले मोबाइल छ हातमा, मोबाइलकोबाट फोन गर्न मिलेन भने मेसेजै गरिदिन्छ है, हामी यता आउँदैछु, डेपो साहबले यता गस्तीमा हिँड्नुभयो, सावधान भनेर उनीहरूलाई। किनकि सबैको सेटिङ छ, अड्डा जमाएर बसेछ हेर्नुहोस्। त्यस कारणले यो पालि त मैले मैले एउटा मापदण्ड बनाएर 8औं त अधिकृत डेपो साहबलाई त मुख्यमन्त्री कार्यालयबाट सरुवा हुने भइ नै हाल्यो। हाम्रो वन मन्त्रालयबाट अधिकृत जीवहरूलाई 8औं त 7औं त रेन्जर, फोरेस्टर सबैलाई सरुवा गरेको छु। अब केही भनौँ न दुर्भाग्यवश त्यो वनरक्षकहरूको सरुवा हुन सकेन। अब यो पालि चाहिँ हामी गर्छु। र दोस्रो कुरा, सशस्त्र वनरक्षकहरूलाई पनि मैले काठमाडौँ आफै गएर डिजी साहबलाई भेटेर त्यो हाम्रो सङ्घीय मन्त्रीज्यूलाई पनि भनसुन गरेर अहिले सशस्त्र वनरक्षकहरूलाई पनि सरुवाको प्रक्रिया मिलाएर अहिले उहाँहरूलाई 7वटा प्रदेशमा सचिवज्यूको जिम्मा दिनुभएको छ। त्यो पनि अब सरुवा छिटै हुन्छ, किनकि उहाँहरूलाई पनि 25 वर्ष, 30 वर्षदेखि एकदम अड्डा जमाएर बस्नु भएको छ। हाकिमहरूलाई पनि टेर्नुहुन्न। उल्टै अब किन अर्को कुरा के छ भने उहाँहरू त्यहाँको स्थानीय भइगएको छ, त्यहाँको लोकल भएपछि अब डेफोहरू बाहिरको हुन्छ बिचरा, उल्टै उनीहरूलाई थर्काइदिन्छ। ल त हेर के गर्छस्, मलाई सरुवा गर्न सक्छस्, तेरो पावर छ, ल गर त देखा त
भनेर टेर्दैन, गस्ती गर्न जाँदैन। त्यो पनि त नेताहरूकै आडमा भने होला नि त। होइन, यसलाई चाहिँ कसरी? अरे सबलाई म सरुवा गर्छु। तपाईँ प्रेसर थ्याक्न सक्नुहुन्छ त नि? जतिखेर मैले अधिकृतहरूको सरुवा गरेँ नि हिरालालजी, यही प्रदेश सभाको हाम्रो कुनै यस्तो सांसद साथीहरू मसँग एकदम च्यालेन्जै गर्नुभएको थियो कि तपाईँले सरुवा गर्न सक्नुहुन्न, तपाईँलाई यति न प्रेसर आउँछ कि तपाईँ आफै बाइक हुनुपर्छ तपाईँलाई। मैले पनि म त अब बाइक त हुँदैन, म यो पालि सरुवा गर्छु त गर्छु, गरेरै छाडेँ मैले। प्रेसर त किन नआउनु र? यति प्रेसर आएको थियो, मेरो मान्छे हो, तपाईँले यो मान्छेलाई सरुवा नगरिदिनुहोस्, यो मेरो मान्छे हो, यो मेरो ट्रेड युनियनको मान्छे हो। यहाँ पनि अफिसमा पनि मेरो मन्त्रालयमा पनि आउनु भएको थियो 2-4 जना साथीहरू कि मेरो ट्रेड युनियनको मान्छेहरूलाई सरुवा कसरी गर्नुभयो, तपाईँले किन गर्नुभयो, गर्न पाउनुहुन्न, नगर्नुहोस्। मैले भने अदालत खुल्ला छ, तपाईँलाई चित्त बुझेको छैन भने अदालत जानुहोस्, अदालत जान सक्नुहुन्छ, त्यहीबाट बदल गराइदिनुहोस्। मैले आफ्नो गर्ने काम त मैले गरिसकेको छु। जस्तै यो सरुवा गर्नुको आशय चाहिँ के होला मन्त्रीज्यू? त्यही मैले सबलाई भनिदिएछु, हेर भाइ, ड्युटी भनेको ड्युटी हो। अहिलेसम्म मैले मन्त्री भएदेखि सायद तपाईँ पत्ता लगाउनु होला कि सबभन्दा पहिला मतलब एकदम टाइमली म मन्त्रालयमा आउँछु र बाई चान्स कतै काठमाडौँ बाहिर अनुगमनमा गएको दिन मात्रै नभए म प्राय जसो म यहाँ आउँछु मन्त्रालय। मैले एकदम अफिस टाइम जस्तै म आउँछु र अफिस टाइम जस्तै जान्छु। अनि त्यही भएर म किनकि राम्रो कामको सुरुवात आफैबाट गर्नुपर्छ हिरालालजी। आफू चोर भएर तपाईँले अरूलाई चाहिँ हप्काउन सक्नुहुन्न चोरलाई, आफू इमान्दार हुनु पर्यो अनि मात्रै तपाईँले चोरलाई, अरूलाई दोषीलाई चाहे गलत गर्नेलाई गाली गर्न सक्नुहुन्छ। जब आफै दोषी हुनुहुन्छ भने अरूलाई कसरी के भन्नुहुन्छ तपाईँ? तपाईँको उद्देश्य चाहिँ अब यो सरुवा बढुवा भयो भने अब नयाँ अनुहार भइसकेपछि वन संरक्षण र सम्वर्धन को काममा चाहिँ अलिकति फड्को मार्छ भनेर उद्देश्य हो। किनकि त्यो सरुवा भएपछि नयाँ ठाउँमा गएपछि उनीहरूको त सेटिङ त हुँदैन नि त। त्यस कारणले काम अलिकति राम्रैसँग हुन्छ। दोस्रो कुरा, मैले सबलाई कडा निर्देशन दिएछु कि हेर भाइ, ड्युटी भनेको ड्युटी हो। त्यो अलिकति 19-20, किनकि उनीहरूको त 12-22 को बानी परेछ हेर्नुहोस्। अनि 12-22 को बानी त एकैचोटि त छुटिँदैन। कस्तो 12-22 भनेको? मतलब एकदम लापरवाही गर्ने, मनपरी गर्ने, ड्युटीमै जार रक्सी खाएर बस्दिने, ड्युटी नगरिदिने, गएर घरमा बस्दिने, त्यत्तिकै जबरजस्ती गरेर हाजिरी बनाउने, डेफोलाई थर्काएर, आफ्नो अधिकारीलाई थर्काएर ल मेरो हाजिरी बना भन्ने पनि छन्। त्यस्तो पनि दादाहरू छ। अनि अहिले त्यस कारणले उनीहरूलाई पनि सरुवा गरेछु र वनरक्षकहरूलाई पनि म सरुवा गर्छु नै, एकदम यो ध्रुव सत्य हो। र मैले सबलाई भनिदिएछु, हेर भाइ, गल्ती दोषी ड्युटी गरेन भने म कारबाही गर्छु। के छ मन्त्रीज्यू, यो अब मध्य प्रदेशमा विभिन्न खालका अफवाहहरू पनि बेला बेलामा या उठिरहेको छ। कस्तो? अब तपाईँको मन्त्रालयमा काम गर्दाखेरि सहजता असहजता के कतिको छ? कसरी अगाडि बढेको छ? सहयोग भएको छ कि छैन? सहयोग भएको छैन भने किन भएको छैन? के भन्नुहुन्छ यो विषयमा? होइन, अहिले त सहजतै छ, ठिक छ, सहयोग भएकै छ। हाम्रो डेफो साहबहरूले पनि आफ्नो आफ्नो ड्युटी राम्रैसँग गरिराख्नु भएको छ। तपाईँहरू न्युजमा पनि हेर्नुभयो होला, समाचार मिडियाहरू पनि आइ नै रहन्छ, काठ दौरा जहीँ तहीँ पक्रेकै छ। अतिक्रमण पनि उहाँहरूले हटाउनु भएकै छ, राम्रै गरिराख्नु भएको छ। अन्तमा मन्त्रीज्यू, अब टेलिभिजन हेरिरहनुभएका जनसमुदायलाई के भन्न चाहन्छ? उहाँहरूलाई म के भन्न चाहन्छु, सबजनालाई मेरो तर्फबाट एकदम नमस्कार छ, शुभकामना पनि छ। उहाँहरूले पनि जस्तै कि बोट बिरुवा आफ्नो आफ्नो घर आँगनमा भनौँ न एउटा बिरुवा, मैले सबलाई भन्छु कि कमसेकम निमको बिरुवा आफ्नो दरवाजातिर अथवा आँगनमा जग्गा ठाउँ छ भने आँगनमै, होइन भने घरको अगाडि एउटा लगाउन भनिरहेको छु मैले। किनकि त्यो वातावरणीय हिसाबले धेरै राम्रो चिज हो स्वास्थ्यको लागि।
अनि अहिले पनि मेरो बिन्ती छ, अहिले जति पनि हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले जुन हाम्रो ल्याब हेरिराख्नु भएको छ, उहाँहरूलाई मेरो तर्फबाट अहिले पनि बिन्ती छ कि उहाँहरूको पनि ध्यान जाओस् यो कुरामा। हस् दर्शकवृन्द, आज हामी विशेष संवाद कार्यक्रममा छौँ र आजका अतिथि हुनुहुन्थ्यो मध्य प्रदेश सरकार अन्तर्गत वन तथा वातावरण मन्त्रालयका मन्त्री त्रिभुवन शाहज्यू। आज हामीले उहाँसँग वन तथा वातावरणलाई संरक्षण, सम्वर्धन र जगेर्ना गर्नको लागि के कस्ता खालका मन्त्रालयहरूले काम अगाडि बढाएको छ र आगामी दिनमा के कस्ता खालका योजनाहरू ल्यायो भने साँच्चीकै रूपमा वन क्षेत्रलाई चाहिँ संरक्षण गर्न सकिन्छ। आजको समय सकिएको छ। म लगायत हाम्रा सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।